नेदरल्यान्डको रियल पिपलको रुख होइन देबो? यो चाहिँ रियल पिपल हो कि? कति चिसो कति मिठो हावा आएको छ। आहा, हामी यहाँ पिपलको रुखमुनि बसिरहेछौँ। कति मिठो हावा आइरहेको छ यता। गाईले मजाले पानी खाइरहेछ त्यस्तो मजाले ती। होल्यान्ड गाई भन्छ। यहाँ गाई रहेछन् यसरी। त्यहाँ मजाले हाम्रो डाँफे होइन, मयूर ती चरिरहेको छ। यहाँ हाँसहरू यसरी बसेको छन्। यस्तो मजाले मयूर चरिरहेछ। यहाँ यसरी बसेका छन् यी। यतै यसरी बाख्रो, भेडा, गाई मजाले चरिरहेछ। पिपलको पाती ठ्याक्कै यहाँ पिपल पाइँदो रहेछ। ठ्याक्कै पात पनि पिपल पनि अलिकति रुखको बनावट चाहिँ फरक हुँदो रहेछ। यही हो पिपलको रुख। यिनीहरूले यस्तो विकास गरेछ कि यस्तो मजाले क्यानल छ यता पानी, त्यहाँ भेडाहरू चरिरहेछ पारितिरलाई। हेर्नुहोस्, म देखाउँछु नजिकबाट। यी भेडाहरू यहाँ चरिरहेको छ। अनि यता गाईहरू चलिरह। त्यहाँ उता अलि पर फेरि गएर हाम्रो के भन्छ च्याङ्ग्रा चरिरह। यस्तो छ है, देखिने भरि जता कतै मजाले हेर्नु। यसरी जता पनि पिच गरेको छ टक्क जङ्गलभित्र पनि हरियो खुल्ला। यो चाहिँ नेपालको उत्तिस हो है, नेपालमा पाइने उत्तिस। ठ्याक्कै रुखमा चराहरूलाई गुँड बनाइदिया हुन्छ। यसरी चरा आएर यहाँ गुँड लाएर बसोस् भनेर रुखहरूमा पनि। यिनीहरू विकास यति गरेको छ कि हामीलाई लोभ लाग्छ। यस्तो जङ्गल बिचमा पनि मजाले पिच गरेको छ। सिस्टममा सबै ठाउँमा सिस्टम बनाएको छ। फोहोरहरू राख्ने ठाउँमा फोहोर राख्ने बनाएको छ। फोहोरहरू भयो भने ठ्याक्क राख्ने ठाउँ बनाइदिएको छ। यसमा मान्छेलाई बस्नलाई यस्तो कुर्सीहरू राखिदिएको छ। यसरी बच्चाहरू स्कुलबाट आउने अनि यहाँ स्कुलबाट आएर बच्चाहरूले प्र्याक्टिकल गर्ने, कृषि गर्ने, पशुपालन गर्ने, क्या कसरी हुन्छ भने सबै प्र्याक्टिकल बेसमा शिक्षा दिने ठाउँ हो यो। यस्तो बनाएको छ। यहाँभित्र चाहिँ सबै त्यो अनुसारको सिस्टम बनाएको छ। त्यो जति पनि यस्तो देख्न सकिन्छ यो सबै साइकल हिँड्ने बाटो, साइकल लेन हो यो। यतापट्टिको मान्छे हिँड्ने लेन। त्यो जङ्गल जस्तो छ है। यता हिँडिरहेछौँ। दुई भाइ भएर यसो घुम्न आएको साँझमा। ऐसलु मजाले ऐसलु। नेपालमा पहेँलो ऐसलु हुन्छ, यहाँ चाहिँ रातो हुन्छ, पाकेपछि कालो हुन्छ। यस्तो ऐसलु छ यी जङ्गलमा। नपाक्दै यस्तो हरियो हुन्छ। तलाउ जस्तो बनाएको छ यहाँ टक्कै मजाले। अब हामी यसरी एउटा भ्लग बनाइयो, घुम्यो। अब देबु केही छ भन्नुपर्ने? केही छ? केही छैन। कस्तो राम्रो छ है, रिफ्रेसमेन्ट भयो। अब घर जाने, खाना पकाउने, खाने, सुत्ने, भोलि फेरि काम गर्न जाने, काम गर्ने, आउने, सुत्ने, फेरि छुट्टी आउँछ, छुट्टी आएपछि फेरि घुम्ने। त्यस्तै छ, रमाइलो छ।